सम्पूर्ण महानुभावजीहरूको सहयोगको साथ आज हामीले 7 साइजबाट हामीले 9 साइजको खेल मैदान बनाउन सफल भएका छौं र यसको नेतृत्व आदरणीय मित्र विशाल मुखियाज्यूले गर्नुभएको छ। उहाँलाई म मेरो व्यक्तिगत तर्फबाट सँगै सिंगो यस जुनेली बस्तीबाट तपाईलाई धन्यवाद व्यक्त गर्छु। हाम्रो ठुल दिदी माल दिदी पनि खेल्नु भएको छ र अब म समापन कार्यक्रमको औपचारिक कार्यक्रमलाई अगाडि बढाउने नै छु र यतिखेर देख्न सक्छौं हामीले यस सो म्याचको सेकेन्ड हाफ र हालको अवस्था 0-0। बिन्दा दिदीले गोल, माइला दिदीले गोल छुन पाउनु भएको छैन। को यो मम्मीले गोल छोड्नु भएको छ भन न रमेश भाइ। रमेश भाइ शान्तिनगर फुटबल प्रतियोगिता सञ्चालन गरेको छ र यो सञ्चालन गर्न हामीले यस ठाउँमा यस क्षेत्रमा रहेका खेलाडीहरूलाई र आफ्नो कलालाई प्रस्फुटन गर्नका निम्ति हामीले यो खेल सञ्चालन गरेका छौं। आजको यो खेल मैदानले यस क्षेत्रको खेलाडीको उद्देश्य लिएका छौं र सभ्य र भव्य सम्पन्न गराउन सहयोग गरिदिनुहुने महानुभावजीहरुमा फेरि पनि म एकमुष्ट रूपमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र अब भने म यो सम्मानित सभाको अनुमति लिँदै म हाम्रो औपचारिक कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। यस समापन कार्यक्रमको सभापतिको आसनग्रहण गरिदिनु न खेलकुद समिति अध्यक्ष विशाल सुनवारज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। र त्यसै गरी आजको यो समापन कार्यक्रममा हाम्रो निम्तोलाई स्वीकारेर आफ्नो अमूल्य समय हामीलाई प्रदान गर्नु भएकोमा यहाँलाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँ कोशी प्रदेश माननीय ऊर्जा सिंचाई तथा जलस्रोत मन्त्री एकराज कार्कीज्यू यहाँलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्न चाहन्छु र म जोड्न चाहन्छु यहाँको उपस्थितिले आजको यो हाम्रो मञ्चलाई अझ आकर्षित र सम्मानित हामीले महसुस गरिरहेका छौं। तसर्थ तपाईलाई म मेरो व्यक्तिगत तर्फबाट सँगै सिंगो अतिथिको आसन ग्रहण गरिदिनु न म बुद्ध शान्ति गाउँपालिका तथा अध्यक्ष तथा सामाजिक विकास र खेलकुद विकास समिति अध्यक्ष परशुराम गाउँपालिका विशेष अतिथिको आसन ग्रहण गरिदिनु न म त्यसै गरी बुद्ध शान्ति गाउँपालिका वडा नम्बर 5 अध्यक्ष डेकेन्द्र कार्कीज्यू, त्यसै गरी बुद्ध शान्ति गाउँपालिका वडा नम्बर 7 अध्यक्ष चन्द्र भण्डारीज्यू, त्यसै गरी बुद्ध शान्ति गाउँपालिका वडा नम्बर 6 अध्यक्ष शिव पौडेलज्यू विशेष अतिथिको आसन ग्रहण गरिदिनु। अलिक अगाडि आएर खेल्नु न तपाईहरु। र अब भने म अतिथि आसन
सङ्घर्षलाई कोशी प्रदेश कमिटी सदस्य नेकपा एमालेको तर्फबाट उहाँले हाम्रो खेललाई सभ्य र भव्यताका साथ सम्पन्न गराउनका निम्ति विभिन्न क्षेत्रबाट हामीलाई सहयोग पुर्याउनु भएको छ र यो भन्दा